निजी विद्यालयहरूले आफ्नो शुल्क अनिवार्य वेबसाइटमा राख्नुपर्छ। शुल्क वेबसाइटमा किन नराख्ने, सूचना पार्टीमा किन नराख्ने? विभिन्न किसिमका शुल्कको विभेदहरू छन्, बोल्न सक्नेलाई कम छ, नसक्नेलाई बढी छ। यसकारण राज्यले यो क्षेत्रमा ध्यान केन्द्रित होस्। त्यति मात्रै होइन, निजी क्षेत्रले आज पाठ्यपुस्तक बेचेको छ, कपी बेचेको छ, पोसाक बेचेको छ, जुत्ता मोजा टाई बेचेको छ। विद्यालय चलाउन चाहिरहेको हो कि निजी क्षेत्रले सुपरमार्केट चलाउन चाहिरहेको छ? यदि सुपरमार्केट चलाउन चाहिरहेको हो भने बाध्यकारी जुन अभिभावक किन्न पर्ने बाध्यकारी परिस्थिति छ, कम्तीमा यो वर्ष यसको अन्त्य होस्। यस वर्षको नयाँ शैक्षिक सत्र सुरुवात भइसकेको छ। शिक्षा क्षेत्र बजार बनेको छ, अभिभावक ग्राहक बनेका छन्। संविधानको भाग 3 धारा 31 मा माध्यमिक तहसम्मको शिक्षा निशुल्क भनियो। संविधानले निशुल्क भन्छ, तर निजी क्षेत्रले जुन ढङ्गबाट फी असुली गरिरहेको छ, राज्य टुलुटुलु हेरेर बसिरहेको छ। हाम्रो गन्तव्य समाजवादको शिक्षा र स्वास्थ्य क्षेत्रमा हामी निशुल्क भएन भने हामी त्यो गन्तव्यमा पुग्न सक्दैनौँ। गन्तव्य निशुल्क हो, तर आजको कार्यक्रम सर्वसुलभ होला। सर्वसुलभ गराउनको निम्ति सरकारले के कस्तो योजना चालेको छ? सरकारले यो स्थानीय तहको अधिकार क्षेत्र हो भनेर सङ्घीय सरकार पन्चिरहने, स्थानीय तहका सरकारहरू जनप्रतिनिधिहरू तैचुप मैचुप भएका छन्, अभिभावक लुटी मोजमस्ती गरिरहेका छन्। यसकारण शैक्षिक सत्र सुरुवात भइसकेको छ। निजी क्षेत्रले जुन ढङ्गले फी लिइरहेको छ, राज्यले यसमा अनुगमन गर्नुपर्छ। सम्माननीय सभामुख महोदय, अक्सिजन तपाईँ हामीलाई कम बढी छैन, घाम तपाईँलाई बढी कम हामीलाई छैन। जसरी प्रकृतिले अक्सिजन घाम कमी बढी गरेन, त्यसै गरी राज्यले मौलिक हक अधिकारमा कसैमाथि विभेद हुन पाउँदैन। शिक्षामा स्वास्थ्यमा जुन मौलिक हक अधिकारहरू छन् त्यो जुन विभेदपूर्ण छ, जुन निजी विद्यालयले जुन ढङ्गबाट शुल्क लिइरहेका छन्, राज्य टुलुटुलु हेरिरहेको छ। यसकारण यो सदन मार्फत सरकारको ध्यान आकर्षण गर्न चाहन्छु, निजी क्षेत्रले लिएका फीहरूमा नियमन गर्नु अति आवश्यक रहेको छ। स्थानीय तहले, जिल्ला प्रशासनले, शिक्षा विकास तथा समन्वय इकाइले संयुक्त रूपमा अनुगमन गर्नुपर्छ। अनुगमन गरेर मापदण्ड बाहिर शुल्क लिने शैक्षिक संस्थाहरूलाई जरिवाना मात्रै होइन, उनीहरूको इजाजत पत्रै खारेज गर्ने गरी सरकार अगाडि नबढेसम्म निजी क्षेत्रले गर्दै गरेको लुट धन्दा अन्त्य हुने छैन। त्यसकारण निजी विद्यालयहरूलाई राज्यले नियमन गर्नुपर्छ। सरकारको नीति तथा कार्यक्रमको 45 नम्बरको बुँदामा पनि यो कुरा आयो। 45 नम्बरको बुँदामा माध्यमिक तहसम्मको शिक्षालाई निशुल्क गरिनेछ, सुनिश्चित गरिनेछ भनिएको छ। हामी हेरिरहेका छौँ, यसै गरी छोडिरहने हो, यसै गरी छाडा छोडिरहने हो, ठुला मान्छेकै यसमा मिलेमत्त भइरहने हो भने शिक्षा क्षेत्रको परिवर्तन हुन सक्दैन। गन्तव्य निशुल्क हो, अहिलेलाई सर्वसुलभ अनिवार्य छ। धन्यवाद।